다들 맥 사바지 그지다다 가상비 예지 अझै एउटा 냄년쇼 मैले माइक नयाँ मैले अहिले प्रयोग गरेको छु अनि अस्ति अलिकता समस्या आएको थियो र तपाईँले अस्ति दोस्रो चरणको प्रवचनमा र त्यति राम्रो भएको थिएन होला, त्यसै कारण आज मैले नयाँ माइक साटेको छु, राम्रो सुनिन्छ होला भन्ने आशा गर्दछु। सर्वप्रथम अनि सम्पूर्ण बौद्ध मार्गीहरूमा अनि मेरो तर्फबाट हार्दिक न्यानो अभिवादन तथा सुस्वास्थ्यको अनि कामना व्यक्त गर्दछु। आज अनि हिउँदे शिक्षाको 8औं दिन रहेको छ। आजको दिनमा चाहिँ अस्ति बताएको चाहिँ आज पनि त्यसलाई म क्रमैसँग बताउँदै जानेछु। विज्ञान मात्रको कुराहरूलाई फेरि म बताउन जाँदैछु। अनि यो विज्ञानवादको अनि सिद्धान्तहरू, दर्शनहरू अनि फाइलहरूको कुरा बताउन जाँदैछु। अस्ति मैले यसलाई अब कुनै खण्ड अर्थात् भागमा मैले छुट्याएको थियो। बोर्डमा विज्ञान मात्रको यो सिद्धान्त अनि फाइलहरूको कुरामा अनि 6 प्रकारको मैले खण्डहरू छुट्याएको थिएँ। अनि अन्तिम यो 6 प्रकारमा चाहिँ अब यो अनि सेन्दोङ दशम भेटेको अर्थात् अनि आज चाहिँ यो सेन्दोङ र अनि विज्ञानवादको अनि सम्बन्ध अनि भोलि अर्कै पाठ बताउनेछु। यो छोटो समयमा अनि त्यति मैले यसलाई त्यति अभ्यास गर्न सकेको छैन। यो छोटो समयमा सबै अब परिबन्धहरू मिलाउनको लागि अत्यन्त गाह्रो र समस्या छ। त्यसै कारणले म जति सक्दो अनि बुझ्ने हिसाबले तपाईँहरूलाई अनि बताउने जमर्को गर्नेछु। 시당 드니 잠시 중단한 리꼴이야 가상우마 मैत्रीयको 5 धर्म उत्पत्ति हुने क्रममा चाहिँ अब प्राय समयले बताइसके अनि दोहोऱ्याएर बताउन चाहदिन। हामी सबैले थाहा हुनु पर्यो के हो त भन्दाखेरि यो तेङ्गुर भित्र चाहिँ अनि यो मैत्रीयको धर्महरू उत्पन्न हुने कुराहरू हैन हुने क्रममा त्यस्तै अब यो हरिभद्रको अनि 8,000 प्रज्ञा पारमित्रको टीका भित्र अनि यसरी नै लेखिएको छ यहाँ। अनि के लेखेको छ त भन्दाखेरि अब यसमा अलिकता त्रुटिहरू रहेको छ, यसलाई म सुधार्दैछु। 식균이가 지침바 마케바 인주산 디가 토로바 되어 체제. 아니 디체도 यहाँ 자리 세버지 통계는 아자 किन मैले यहाँ लेखिएको तपाईँले देख्नुहुन्छ नि, जुन तपाईँले देख्नु भएको छ नि
कहिलेकाहीँ मैले भनेको भने तपाईले यहाँ देख्नु भएको स्पष्ट हुनु जस्तो लाग्छ अभी समय अलङ्कारको यो अनि त्यसको मूल श्लोक भनौँ न अनि यसलाई चाहिँ अब अध्ययन गरेर अनि यो आर्य आसङ्गले उहाँहरूले अब त्यसको अनि बोधहरू गर्नुभएको छ त्यसको सारहरू भित्री खोटहरू उहाँहरूले अब बोध गर्नुभएको थियो हैन त्यसै गरी प्राज्ञ पारमिताको अनि शब्द अर्थहरू कुनै पनि नभुलिकन यसरी बोध गर्नुभएको थियो भने यसरी पनि बताइन्छ यो यो अभयकारीको यो एउटा नेकी दावे भन्ने एउटा बौद्ध शास्त्रभित्र के लेखेको छ भन्दाखेरि यो चाहिँ के हो त भन्दाखेरि किसिमको अनि सबै समग्र अनि बौद्ध बुद्धहरूको यो काया हैन रु अब निर्वाण काया स्वभाव काया जस्तै सम्पूर्ण अनि कायाको रूपमा बुझ्दछ त्यस्तै गरी अब बुद्ध परिनिर्वाण भए पश्चात अनि वज्र पनिले अब अनि यो प्राज्ञ पारमिताको अनि विभिन्न वचनहरू एकीकरण गरेर अनि इच्छा उहाँले चाहना जागेर अनि मैत्रीयन आदिको धर्महरू चाहिँ अनि बोधि सत्वहरूलाई अनि यो विभिन्न प्राज्ञ पारमिताहरूको अनि प्राज्ञ पारमिताहरू एकीकरण गर्नुभएको थियो त्यस्तो थियो अनि भारतवर्षमा कसरी भनेको भनाइ छ भन्दाखेरि भारतवर्षमा चाहिँ अब एक किसिमको मैत्रीयले पहिले नै यो मैत्रीयको धर्महरू लेख्नु भइसकेको थियो पहिले नै थियो तर पनि बताउने क्रममा चाहिँ अब पछि खुलासा भएको थियो र कुनै त्यसलाई अब समय मिलेको थिएन भने यसरी भारतवर्ष भन्ने भनाइ छ यो अब यो तेङ्गुर भित्र यसरी अब विभिन्न अब फरक फरक भन्ने भनाइहरू छ विद्वानहरूको अब विस्तारमा चाहिँ यो अब मैत्रीय धर्म चाहिँ अब कुन सिद्धान्तमा रहेको छ त भने यसको विषयमा भन्नु पर्दाखेरि यो मैत्रीय धर्म चाहिँ अब यो कुन ग्रन्थमा परेको छ त अब मध्यमकाको हो कि यो उमा एक किसिमको विज्ञानको हो त विज्ञान मात्रको हो भन्ने सिद्धान्तमा धेरै अब कुराहरू छ अब यो भारत र चीनमा यसको विरोधहरू छैन तर पनि यसको अब भोटमा धेरै नै यसको विरोधहरू छ यसलाई आफ्नो भनाइहरू अब 3 प्रकारको रहेको छ अनि यसमा यो 3 प्रकार के छ त भन्दाखेरि अब यो मध्यमका र विज्ञानवादको मिश्रण गरिएको रायहरू त्यसै गरी अब सबै सम्पूर्ण यो अनि मध्यमकाको मात्रै हो भने राय छ कोही चाहिँ अब एक किसिमको सबै विज्ञान मात्रैको यो राय हो भने पनि रहेको छ यो मैत्रीय धर्म चाहिँ अब यो रोङदन गुरु लगायतका अब यो सबै एकीकरण भएको अब उहाँले अब यो बताउनुहुन्छ किन त भन्दाखेरि यो धर्म त विभङ्गहरू त्यसै गरी अब यो मध्यमका विभङ्गहरू हैन अनि यो विभिन्न यो भित्र चाहिँ अनि मध्यमको कुराहरू शून्यताको कुराहरू त्यस्तै गरी आएर यो मनको कुराहरू छपछप्ती भेटेको हुँदाखेरि यो चाहिँ अनि मध्यमका र विज्ञान दुवैको अनि मिश्रण भएको एउटा ग्रन्थ हो अथवा बौद्ध शास्त्र हो भन्ने उहाँहरूको अनि भनाइ छ त्यस्तै गरी यो अनि अभिसमय अलङ्कार चाहिँ यो मध्यमका हो त्यसै गरी यो सूत्र अलङ्कार चाहिँ विज्ञान त्यस्तै गरी विज्ञान मात्र त्यसै गरी यो अनि
मध्यमका विभङ्ग अनि यो विज्ञान त्यस्तै गरी यो अर्को के हो त भन्दाखेरि धर्म त विभङ्ग यो विज्ञान मात्र त्यस्तै गरी अनुत्तरत्न चाहिँ मध्यमका हो भने यसरी मद्रियाको धर्म अनि दुवै किसिमको छ भने यसरी भन्ने मत रहेको छ यो 8औं कर्म मिग्यु दुर्जेद्वारा यसरी लेखिएको छ अनि यो दग्यु डिभिसिङ त भनिन्छ अर्थात् मध्यमको एउटा प्रवेशको एउटा टीका हो कि जुन चाहिँ यसलाई अब प्रवेश सिद्धिरथ भनिन्छ यो भित्र एउटा के लेखेको छ त भन्दाखेरि एउटा संज्ञा गुरुको एउटा वचनलाई शिरमा राखेर यसरी लेखेको छ उहाँले बताउनु अनि बताएको छ कि यहाँ अनि यसरी यो के बताएको छ त भन्दाखेरि एक किसिमको अब यो मैत्रीका 5 धर्महरू मायन शब्दको सबै अर्थ परिणामका बारेमा टीकाकार साबित भएका छन् यो हो कि होइन बीचको तिनले छेउमा मध्य मार्गको तरिकाहरू सिकाउँदै तर स्पष्ट तिनीहरूको केवल दिमागको लागि विशेष ग्रन्थहरू हुन् मैत्रीयको पहिलो धर्म मध्य मार्ग र मन मात्र दुवैमा साझा छ र मैत्रीयको अन्तिम धर्म सूत्र र तन्त्र दुवैको साझा ग्रन्थ हो भने उनले साङ्ख्य गुरुले बताउनु भएको छ यसरी त्यस्तै गरी यो अन्य गुरुहरूले पनि यो अनि उहाँको दर्शन चाहिँ मैत्रीयको यो दृष्टि चाहिँ यो मध्यमका नै हो भने यसरी उल्लेख गरिएको छ त्यस्तै गरी यो 5 मैत्रीय धर्म चाहिँ अब यो उहाँले हृदय गुरुको यो ग्रन्थमा के लेखिएको छ त भन्दाखेरि यो विज्ञान मात्रको यो ग्रन्थ हो मैत्रीय धर्म चाहिँ विज्ञान मात्रको एउटा ग्रन्थ हो भने यसरी बताउनु भएको छ किन त भन्दाखेरि यसमा चाहिँ अब आसङ्ग वसुबन्धु तिनीहरूको अनुयायीहरूले मैत्रीयको धर्महरू केवल मन हुन् भनी सिकाउनु भएको थियो त्यसै कारणले यदि कसैले मैत्रीय धर्मलाई केवल मन भनेर सिकाउँदैन भने यो असङ्ग वसुबन्धु र तिनीहरूको अनुयायीहरूको कार्यहरू होइन भनेर सिकाउनु समान हो केवल मन त्यसैले कसैले पनि मन मात्र यसकोलाई समर्थन गर्ने कसैले भेटाउनु पनि छैन त्यसै कारणले गर्दाखेरि मैत्रीयको धर्मलाई यदि विज्ञान मात्रको समर्थन गरेन भने विज्ञानवादको दर्शन के हो त भने भेट्याउँदैन भने यसरी बताउनु भएको छ अब यसमा चाहिँ कुनै गुरुहरूले चाहिँ फेरि समर्थन गर्नु हुन त्यसरी बताउनु मिल्दैन होइन तपाईँले यो एक किसिमको यो विज्ञानवादको कुरा हो भने विज्ञानको मात्रै बताउनु पर्छ अब मध्यमको हो भने मध्यमकै तपाईँले यसको खुलासा स्पष्ट गर्नुपर्ने हुन्छ त्यसै कारणले गर्दाखेरि अनि कुनै मध्यमकाको दर्शन कुनै किसिमको विज्ञानवादको दर्शन भने तपाईँले बताउन मिल्दैन भने यसरी विभिन्न आफ्नो विरोधहरू पनि आएको थियो टिबेटमा चाहिँ अब पूर्व बोर्डको विद्वानहरूले चाहिँ अब के भन्नुहुन्छ त भन्दाखेरि यो 5 प्रकारको मैत्रीय धर्म चाहिँ मध्यमका र विज्ञानवादको बराबर एक किसिमको अब मिश्रण भएको ग्रन्थ हो भन्ने भनाइ छ यो प्रख्यात छ त्यही कारणले यो भोटमा फेरि यस्तो प्रकारको विद्वान पनि अब उत्पन्न भयो कि मैत्रीयको धर्म चाहिँ विज्ञान मात्रको धर्म हो भने पनि उत्पन्न हुनुभयो 5 अब चाहिँ के बताउन चाहन्छु भन्दाखेरि यो 5 प्रकारको मैत्रीय धर्म चाहिँ यसको दर्शन के हो त भने यसको बताउन चाहँदैछु यो मैत्रीयको धर्मको विषयमा अब यो अनि
आसङ्ग र त्यसै गरी वसुबन्धुको के हो टिकाहरू छ त भन्दाखेरि 춘이 남지야라 법인이 제거요. अनि 나라말이야 로벤 토메기 제바트 차비 남시. यो अनुतर तन्त्र चाहिँ एक किसिमको आर्य आसङ्गदेखि व्याख्या गरेको नै छ। त्यसै गरी धर्म त विभङ्गमा अब वसुबन्धुले अब व्याख्या गरेको पनि छ, गरेका छन्। त्यस्तै गरी विभिन्न अब 5 मैत्रीय धर्ममा वसुबन्धु र आसङ्गले आफ्नो व्याख्या र टीका गरिएको नै ग्रन्थहरू रहेका छन्। अब यसमा के विरोधहरू छ त भन्दाखेरि यसमा अब आर्य आसङ्गले अभिषयमा अलङ्कारको टीका व्याख्या गरेको छ कि छैन भने त्यसमा चाहिँ अब विरोधहरू छ। त्यसमा चाहिँ अब विभिन्न अब आफू पनि रायहरू छ। अनि उहाँले गरेको छ भन्नु त्यसमा चाहिँ भन्नु गाह्रो नै छ। अभिषय अलङ्कारको व्याख्या अथवा टीका लेखकहरू चाहिँ अब एक किसिमको भारतवर्षमा निकै नै थियो। यो यसको विषयमा चाहिँ अब विद्यालयमा बौद्ध विद्यालयमा यो अभिषय अलङ्कारको विषयमा चाहिँ बौद्ध विद्यालयमा सबैले अब जानेकै छ। त्यसै कारणले अब मैले विभिन्न बताइरहनु पर्दैन। बौद्ध विद्यालयमा चाहिँ एक किसिमको यो प्राज्ञ पारमिता अध्ययन गर्ने क्रममा यसलाई नै अब सबैले अब अध्ययन गरिरहेको हुन्छ। त्यही कारणले अब धेरै धेरै विस्तार रूपमा मैले बताउनु पर्दैन होला। यो भारतवर्षमा अनि यो सूत्र अलङ्कारमा चाहिँ विभिन्न अब यसको व्याख्या गर्ने गुरुहरू पाल्नु भएको थियो। यो पोता लामा एउटा गुरु पाल्नु भएर एउटा त्यहाँ चाहिँ अब मिठी लेगेमा भने चाहिँ यसरी अनि यसको निटी लेगेमा अनि एक किसिमको त्यहाँ उहाँले यसको विषयमा बताउनु भएको थियो। अनि निटी लेगेमा त्यसै गरी यो मुन्तो गेनलाई नि यसरी एकीकरण गरेर अनि त्यसको विषयमा अब यो प्राज्ञ पारमिता कुराहरूको यसरी ल्याउनु भएको थियो। विभिन्न यो निटी लेगेमा हैन 20,000 एक किसिमको लेगेमा भन्ने एक किसिमको यो अनि अभिसमयसँग अब टाँसेर मिलाएर लेखिएको थियो। यो भित्र विभिन्न यो सूत्रसँग मिलाएर अर्थात् अभिधर्मसँग मिलाएर अनि त्यो भित्र चाहिँ के एकदम प्रसिद्ध निक्ल्यो भन्दा गेदोङ धुन्धुई भनेको चाहिँ एकदम प्रसिद्ध भएको थियो। यसलाई अब पुत्र रहेको मात्र 20 प्रकारको भने यसरी ग्रन्थ पनि भएको थियो हैन। कुनै चाहिँ सूत्रसँग मिलाएर कुनैसँग सूत्रसँग नमिलाएर यसरी प्राज्ञ पारमिताको सुरुवात पनि भएको थियो हैन। यो चाहिँ अब ठिसु देवजङको पालोमा यो अनि 17 वटा माता र पुत्रको प्राज्ञ पारमिताको सारहरू अनुवाद गरिसकेको थियो। अनि त्यसै कारणले गर्दाखेरि अनि यो
प्राज्ञा पारमिताको माता र पुत्रको अनि प्राज्ञा पारमिताको सबै सारहरू अनुवाद गरेको भन्दाखेरि यो 17 वटामा समावेश छ भने यसरी लेखिँदाखेरि पछि विद्वानहरूले त्यसमा अनि विभिन्न अब राय नमिलिसकेपछि त्यसमा पछि विरोध पनि गर्नुभएको थियो। अनि कुनै गुरुहरूले चाहिँ यो सबै प्राज्ञा पारमिताको सारहरू चाहिँ यो 17 वटा माता पिताको प्राज्ञा पारमिता भित्र चाहिँ अनि समावेश गर्न सकिँदैन भने पनि यसरी लेखिन्छ र यसले चाहिँ के बताउँदछ भन्दाखेरि किन विरोध गरेको भन्दाखेरि अब विद्वानहरूले चाहिँ किसिमको अब यो गन्ती नै 17 वटा हुनुपर्छ भनेको होइन, तर 17 वटा माता र एक किसिमको पुत्रको प्राज्ञा पारमिताहरू चाहिँ यो भित्र समावेश सङ्ग्रहित गरिन्छ भने बुझ्नु पर्दछ भने अनि यसरी विद्वानहरूको भन्ने भनाइ पनि छ। यो विभिन्न विरोध हुने एक किसिमको रायहरू नमिल्नेको कारण चाहिँ विद्वानहरूको जन्मिने एउटा शताब्दी नै फरक भएकोले अनि आफ्नै सोच आफ्नै भावहरू हुन्छ, त्यसले गर्दाखेरि फरकहरू हुँदैन। अब यो एक किसिमको यो अभिसमय अलङ्कार बाहेक अर्को 4 मैत्रीय धर्म चाहिँ एक किसिमको अब कोले टीका गर्नुभएको छ त भन्दाखेरि सूत्र अलङ्कारमा चाहिँ एक किसिमको भारत विद्वानले कसले भन्दाखेरि यो चुम्बा घोनी मेकी सेजर भन्ने एउटा उहाँले गर्नुभएको रहेछ। त्यसै गरी आचार्य अब मती स्थिति, त्यस्तै गरी अब यो आचार्य त्यसै गरी खाचे अनि खाचे ज्ञानश्री उहाँले अनि यसरी यो सूत्र अलङ्कारको टीका गर्नुभएको थियो भने त्यसै गरी यो मध्यमका विभङ्ग चाहिँ एक किसिमको अनि मती स्त्रीले यो व्याख्या गर्नुभएको थियो। त्यसै गरी यो त्यो माथि यो मैत्रीयको 5 धर्ममाथि अब आर्य आशङ्काले के थपेको थियो त भन्दाखेरि होइन, अब 5 भूमिहरू, त्यसै गरी अब त्यस्तै गरी अब यो धोम नम्नी भनिन्छ त्यो पनि, त्यस्तै गरी अब धोम नम्नी होइन त्यो थियो भने त्यसै गरी अब यो वसुबन्धद्वारा अब 8 प्रकार विभङ्गहरू अनि रचना गरेको थियो। यस्तो गर्दाखेरि यसले चाहिँ अब जम्मा 20 वटा एक किसिमको अब यो मैत्रीयानाको धर्मसँग सम्बन्ध भएको 20 प्रकारको यो टीका एक किसिमको ग्रन्थहरू रहेको छ। अब यो वसुबन्धुले अब रचना गर्नुभएको प्रकरण 8 प्रकरण ग्रन्थहरू, विंशतिकाहरू, त्रिमृशिकाहरू, त्यसै गरी यो विभिन्न यो चाहिँ एक किसिमको नाम दिएको चाहिँ भोट विद्वान राखिएको हो भन्ने भनाइ पनि छ। यो 20 प्रकारको यो मैत्रीयसँग सम्बन्धित धर्म के हो त भन्दाखेरि अब 2 प्रकारको अलङ्कार, त्यसै गरी 2 प्रकारको विभङ्ग, त्यसै गरी अनुतर तन्त्र, त्यस्तै यो गर्दाखेरि 5 मैत्रीय धर्म भयो। त्यही माथि अब 5 भूमिहरू, त्यसै गरी अब 2 संवरहरू, त्यसमाथि अब यो वसुबन्धुद्वारा अनि यो अनि विभङ्ग छुट्याएको 8 प्रकारको विभङ्ग छुट्याएको अनि 8 गर्दाखेरि त्यसमा जम्मा अनि मैत्रीय धर्मसँग अनि सम्बन्ध भएको 20 वटा एक किसिमको रहेको छ। 20 वटा त पुगिन्छ यो गन्दाखेरि पनि।
अनि वसुबन्धुद्वारा प्रकरण 8 प्रकारको त्यो प्रकरण के हो त भन्दाखेरि अब त्यसै गरी अब विंशतिका त्रिंशिका त्यसै गरी अब विवरण संग्रह त्यसै गरी अब कर्मसिद्ध हैन विभङ्ग अनि राशि यो विभङ्ग यसरी विवरण यसरी रहेको छ जम्मा 20 वटा त्यसै गरी यो प्रकरण 8 प्रकरण सबैले भनिएको छ त्यो चाहिँ के हो त भन्दाखेरि अब जस्तो कि अब यो प्रतितीय समुत्पादको यो सूत्रको टीका हो हैन त्यस्तै गरी अब अनि मध्यमकाको यो सूत्र मध्यमकाको एउटा टीका त्यस्तै गरी सूत्र अलङ्कारको टीका त्यस्तै गरी विवरण संग्रहको यो टीकालाई अनि नामहरू राखिएको हैन यिनीहरूलाई चाहिँ अब नाम राख्नु चाहिँ गाह्रो नै छ भनेको पनि छ त्यस्तै गरी भारतमा चाहिँ यो नाम राखिएको छैन के हो त भन्दाखेरि एक किसिमको यो यो जस्तो कि मैत्रेयको 20 धर्म त्यस्तै गरी विभङ्ग भने चाहिँ अनि यो भारतवर्षमा राखिएको थिएन यो चाहिँ भोटको विद्वानहरूले यसरी नाम राखिएको थियो भने पनि छ त्यही कारण यसलाई चाहिँ हामीले अनुसन्धान गर्नु अझै नै आवश्यकता जस्तो देखिन्छ मैले अब भोटमा चाहिँ एक किसिमको मैत्रेयको धर्मको टीका पहिले कुन चाहिँ हो त पहिले के थियो भन्दाखेरि अब त्यसको विषयमा बताउने क्रममा पहिले अब को थियो पचब्लो छ थियो त्यस्तै गरी चेङ खाओछे हुनुहुन्थ्यो उहाँहरूले चाहिँ अब एक किसिमको मैत्रेय धर्महरू फैलाउनु भयो पहिला चाहिँ अब चेङ खाओछे गुरुहरू थियो अब उहाँ चाहिँ अब चेङ खाओछे चाहिँ एकदम साधना गर्नु एउटा साधक थिए जुन चाहिँ अब साधनाको अत्यन्त रुचाउँथे अनि उहाँले चाहिँ अब सुख गावी दर्जेको उहाँले एउटा अनुवाद गर्नुभयो अनि त्यो बेलामा चाहिँ अब किसिम अब यो अनुत्तर तन्त्रको यो उहाँले एक किसिमको अनुवाद गर्नुभएको थियो त्यो अनुवाद गर्ने क्रममा चाहिँ एउटा ग्रन्थ भेटिएको थियो अनि पेमा सिंगे लोचावा भने पनि अनि जस्तो कि यो पेमा सिंगे भने एउटा सज्जना गुरुसँग उहाँले देखाउनु भएको थियो हैन गुरु लिनु भएको थियो त्यसरी गुरु लिएर अनि यसरी अनि यो सूत्र अलङ्कारको अनि टीका यसरी महाटीका लेख्नु भएको थियो यो चाहिँ पहिले फैलिएको यो टीका थियो भोटमा पहिले सबसे यो 5 मैत्रेय धर्ममा पहिले चाहिँ यो समय अलङ्कारको यो संग्रह संक्षेप संग्रह थियो अनि विवरण थियो त्यसै गरी प्राङ्ग्य पारमिता सार कुराहरू थियो त्यो बोर्डमा फैलेको थियो यो चाहिँ अहिले पनि हामीले दर्शन गर्न सक्छौँ अहिले पनि यो अनुत्तर तन्त्रको अब यो संक्षिप्त संग्रह अहिले पनि हामीले दर्शन गर्न पाउँछौँ यो चाहिँ सबसे पहिले अनुवाद भएको थियो बोर्डमा यो अनुवाद मात्र गर्ने क्रम नभएर प्रचार प्रसार गर्ने पनि यो सबसे पहिला नै थियो यो प्रचार प्रसार गर्ने क्रममा चाहिँ यो चाहिँ खावाचीको परम्परामा यो जोडिएको थियो
यसलाई चाहिँ अब गोलुक परम्परा र चेन परम्परा पनि भन्दो रहेछ यसलाई यो प्रचार प्रसार गर्ने क्रममा अहिलेको कालीनमा हेर्ने भने तत्काल चाहिँ एक किसिमको अब ngok लोचावाको परम्परादेखि अब भन्ने भनाइ छ यो अब बोर्डको पहिलो विद्यालय अब भारतमा हो भने नलेन्डा भन्ने बुझिन्छ हामीले हैन अब यो भोटमा हो भने चाहिँ अब एक किसिमको यो ngok लोचावाले अब यसरी सुरुवात गर्नुभएको थियो भन्ने पनि भनाइ छ भोटमा चाहिँ 5 मैत्रीय धर्म मात्र नभएर माध्यमको कुराहरूलाई प्रचार प्रसार सुरक्षा त्यस्तै गरी अब त्यसलाई अब ग्रहण गर्ने चाहिँ अत्यन्त महत्त्वपूर्ण र उहाँ एउटा अत्यन्तै कृतज्ञता हुनुहुन्थ्यो उहाँ ngok लोचावा लोधे शेरप चाहिँ मति प्रज्ञा ngok अनुवादक मति प्रज्ञा चाहिँ अत्यन्तै भोटमा अत्यन्तै अब प्रसिद्ध हुनुहुन्थ्यो उहाँले यसरी भोटमा अत्यन्तै बौद्ध ग्रन्थ मध्येमा पनि अब अत्यन्त फैलाउनु भयो अनि जुन भोटमा अनि पहिलो बौद्ध धर्म फैलिने क्रम दोस्रो बौद्ध धर्म फैलिने क्रममा जति भएको धर्म ग्रन्थहरूले टिप्पणी गर्दै एकीकरण गर्दै यसरी अनि ngok लोचावा गुरुले यसरी जति सक्दो अनि विभिन्न अब ग्रन्थहरू रचना गर्नुभयो र यसरी अनुवाद गर्नुभयो प्रचार प्रसार गर्नुभयो त्यो बेला हामीले अतुलनीय हामीले सोच्न नसक्ने विद्वानहरू यसरी विज्ञानको विषयमा मध्यमको विषयमा यसरी पाल्नु भएको थियो यो चाहिँ भोटमा सबसे पहिला अनुवाद भएको यो मैत्रीय धर्मको ग्रन्थहरू थियो अब चाहिँ विस्तारमा अब पाँचौं खण्डमा चाहिँ अब यो सेन्तोङ र विज्ञान मात्र अर्थात् परशून्यता र विज्ञान मात्रको सम्बन्ध अनि यसमा बताउनु पर्दाखेरि यसलाई चाहिँ यसमा चाहिँ अब राम्रोसँग बताउनु सकेन भने यसलाई चाहिँ फेरि उल्टो एक किसिमको नजरले एक किसिमको फेरि सोच लाग्नु सक्छ त्यसै कारणले गर्दाखेरि यसलाई मैले निर्णय गरेको नभएर यसलाई चाहिँ मैले एउटा बहसको रूपमा एउटा छलफलको रूपमा म यसलाई बताउने छु हामीले यो सेन्तोङ र एक किसिमको सेमसम अर्थात् परशून्यता र एक किसिमको विज्ञान मात्र सम्बन्ध हुनुको कसरी सम्बन्ध भयो त यसको बुझ्नुको लागि पहिला सेन्तोङ भने हामीले बुझ्नु पर्दछ अनि सेन्तोङ त्यही कारणले यो छोटो समयमा हामीले यो सेन्तोङ राङतोङ अर्थात् परशून्यता अनि स्वशून्यताको विषय अब छुटाउनु गाह्रो नै छ अब छोटो समयमा अब विस्तार रूपमा बताउनु गाह्रो नै छ त्यही कारणले गर्दाखेरि अब राङतोङ सेन्तोङ भन्ने अब राङतोङ भन्नाले किसिम के हो त भन्दा यसको मुख्य गुरुहरू चाहिँ अब आचार्य लुरुप अर्थात् आचार्य नागार्जुन त्यस्तै गरी उहाँले अब मूल प्रज्ञा पारमिताको श्लोक गर्नुभयो होइन मूल श्लोक त्यहाँदेखि त्यस्तै गरी चन्द्रकृतिबाट आएको अब विभिन्न भावलाई राखियो होइन अब सेन्तोङ यो पर शून्यता चाहिँ एक किसिमको यसको टीका ग्रन्थहरू हामीले सिरिराख्नु स्रोत चाहिँ एक किसिम कुन चाहिँ हो त भन्दाखेरि अनुत्तरा तन्त्र त्यसै गरी विशेष गरी यो मैत्रीय धर्मलाई बुझ्दछ छ त्यस्तै गरी आर्यशङ्करले अब लेखिएको यो विभिन्न ग्रन्थहरूले विशेषता यो
दर्शन नै यो सेन्दोङको अर्थात् परतन शून्यताको मुख्य अब गुरु यो ग्रन्थ रहेको छ। अब राङदोङ सेन्दोङ कस्तोले भनिन्छ त भन्दाखेरि अब आफ्नै स्वभावता शून्यता अनि सत्यता छैन, सबै शून्यता हो, सत्यता छैन भनेको चाहिँ यो राङदोङपाले भन्नुहुन्छ भने अब सबै यो व्यवहार समृद्धि सत्यहरू सबै एक किसिमको असत्य भए तापनि तता कता गर्वहरू, त्यस्तै गरी अब बौद्ध सुगत गर्वहरू चाहिँ सत्यता हो, यो चाहिँ शून्यता हुँदैन र यो कहिले पनि हट्ने छैन, यो चाहिँ सत्यता हो भन्ने बुझाइ चाहिँ यो सेन्दोङपा अर्थात् पर शून्यताको रहेर मतहरू रहेको छ। यो अनि सेन्दोङमा पनि एक किसिमको अब दोल्बा शेरप किसिम गुरुहरू, झनङबा गुरुहरू, त्यसै गरी कर्मपा रङजुङ तीनों कर्म गुरुहरूबाट यसरी सेन्दोङपाको कुराहरू यहाँदेखि उत्पन्न भएको थियो र उहाँहरूले सेन्दोङपाको विषयमा अर्थात् पर शून्यताको विषयमा विशेषता गर्नुभयो। कर्मपा रङजुङ दोर्जेले यो सेन्दोङको विषयमा लेख्नुभयो, त्यो चाहिँ एक किसिमको झनङपा कुञ्जे गुरुले भन्दा पनि अगाडि उहाँले यसरी बताउनु भएको थियो। त्यो क्रममा पनि अब अनि रङजुङ दोर्जे सेन्दोङपा हुने बेलामा पर शून्यताको कुराहरू बताउने बेलामा दुवैजना छलफल हुनुभएको थियो र रङजुङ दोर्जे चाहिँ अब सेन्दोङपा हुनुहुन्थ्यो भने अब झनङपा चाहिँ गुरु चाहिँ रङदोङपा हुनुहुन्थ्यो। यसरी छलफल गर्ने क्रममा पछि आएर मात्रै उहाँ चाहिँ अब अनि यो सेन्दोङ यो झनङपा गुरु र मिक्यु यो रङजुङ दोर्जे गुरु एक किसिमको आफ्नो पक्षमा लिएर एउटाले रङदोङपा एउटाले सेन्दोङपाको यसरी पाठ यसरी लिएर अनि विभिन्न विरोधहरू विभिन्न यसमा भएको थियो। पछि गएर अनि कर्मपा रङजुङ दोर्जेले यसरी भविष्यवाणी गर्नुभएको थियो कि भविष्यमा तिमीले चाहिँ किसिमको सेन्दोङपाको दर्शनलाई सिद्धान्तलाई ग्रहण गर्नुभयो भने भविष्यमा प्राणी कल्याण प्राणीको कल्याण हुनेछ, प्राणी हित हुनेछ भने यसरी झनङपा गुरुलाई रङजुङ दोर्जेद्वारा भविष्यवाणी पनि गरेको थियो। यस हिसाबले गर्दा हेर्दा दोल्पोपा सेन्दोङ हुनु अघि नै रङजुङ दोर्जे थियो र त्यसको प्रभाव दोल्पोपा अनि प्रभाव अनि यो दोल्पोमा अनि के हातसम्म थियो भने मेरो विश्वास छ। रङजुङ दोर्जेद्वारा यो विभिन्न सेन्दोङ पर शून्यताको विषयमा बताउने को प्रभावले नै दोल्पोपा अनि झनङपा गुरुलाई अत्यन्त अनि उहाँलाई धेरै नै प्रभाव पारेको थियो, त्यसले धेरै सहायता पारेको थियो। अब 30 मिनटको लागि म विश्राम गर्न चाहन्छु। 다 당기디 초 튀는 쉬어인 봐. 들려야 अनि कामबा कुन चाहिँ सुम्बर रङजुङ दोर्जे अघिकै बताउने क्रम जारी नै गर्दछु राख्नेछु। यो कुञ्जे झनङपाले सेन्दोङको यो रचना गर्नुभन्दा पनि अगाडि कर्मपा रङजुङ दोर्जेले नै अगाडि यसरी उहाँले लेख्नु भएको थियो। धर्मराजा यो रङजुङ दोर्जेले चाहिँ उहाँले चाहिँ यो सेन्दोङको बारेमा यो सेन्दोङको के लेख्नु भएको छ त भन्दाखेरि उहाँले लेख्नु भएको छ कि के हो त भन्दाखेरि अनि मध्यमका धर्मता
धर्मता प्रशस्ति त्यस्तै गरी यो समनाउँदैन अनि यसको विभिन्न विषय सूचीहरू उहाँले लेख्नु भएको छ उहाँले अब यो सबै निरोध शून्यता भन्दा पनि अब विभिन्न उहाँले चाहिँ अब यो उहाँले यो सिन्धोङको विषयमा चाहिँ उहाँले विशेष बताउनु भएको छ यसको गहनता विषयमा यसरी बताउनु भएको छ उहाँले के भन्नुभएको छ भन्दाखेरि अब यदि तपाईहरू मायानी धर्ममा प्रवेश गर्नु चाहनुहुन्छ भने अनि अनुतर तन्त्र र त्यस्तै गरी मैले यो रचना गरेको यो समूह नहुँदैन अर्थात् आन्तरिक गम्भीरता सार अर्थमा चाहिँ अत्यन्त अभ्यास गर्नुपर्ने हुन्छ अनि मात्र विभिन्न तन्त्र मन्त्र तन्त्रको सारहरू बुझ्नुहुनेछ भने यसरी बताउनु भएको छ अझैसम्म हालसम्म अनि अविच्छिन्न क्रममा यो विभिन्न यो तन्त्रयानाको गम्भीरता कुराहरू चाहिँ अविच्छिन्न क्रममा यो क्रममा यो परम्परा अटुट क्रममा आइरहेको छ यो आउनुको मुख्य स्रोत चाहिँ कर्मपर रङजुन दोर्जेले यसरी उहाँले निरन्तर अनि अथक प्रयासको कारणले यसरी आइरहेको हो त्यस्तै गरी यो कुञ्जेन धोल्बोबा गुरु पनि यो अनि यो सिन्धोङ बाबु एउटा परम्परागत गुरु भएकोले फरक छ कि छैन भन्दाखेरि अनि रङजुन दोर्जेसँग उहाँको रङजुन दोर्जे रह्यो नि अनि यो धोल्बोबाको गुरु चाहिँ उहाँले सेरा रिन्झेन भन्छ होइन प्राज्ञा रत्न अनि त्योसँग चाहिँ अलिकता फरक रहेको छ निकै नै फरक रहेको छ अनि उहाँहरूले चाहिँ एक किसिमको अब सबै अब विद्यमानदेखि मुक्त नभएर एक किसिमको अब यो स्वभाव त चाहिँ सत्यता हो भने यसरी बताउनु भएको छ यो परमार्थ चाहिँ अब के हो त विषयी ज्ञानलाई उहाँले स्वीकार गर्नुहुन्छ अब समृद्धि सत्य र परमार्थ दुई प्रकार रहेको अरे समृद्धि सत्य सबै यो भ्रमित एक किसिमको यो सत्यता हुँदैन भन्ने बताएको छ भने परमार्थ सत्यको वास्तविक चाहिँ के हो त भन्दाखेरि अब एक किसिमको अनि विषयी ज्ञान हो भने यसरी उहाँहरूले बताउनु भएको छ त्यही कारणले यो सेन्दोङबा अर्थात् पर शून्यतावादीले चाहिँ किसिमको अनि शून्यतावादीले चाहिँ अलिकता यो परमार्थ सत्य बताउने बेलामा एक किसिमको के हो त भन्दाखेरि अब त्यति अब समर्थन गर्नुहुन्न यो रङजुन दोर्जे चाहिँ भोटमा रङदोङ र सेन्दोङको भाव सार कुराहरू चाहिँ अनि विपरीत नभएको सार एकै नै हो तर बताउने क्रममा अलिकति भिन्नता भए तापनि यसको आन्तरिक भावहरू सार्थक कुराहरू चाहिँ एकै नै हो भने एउटा भोटमा चाहिँ पहिलो व्यक्ति हुनुहुन्थ्यो यो भन्ने भनाइ पनि छ एक किसिमको पहिलो व्यक्ति हो भनेर त्यस्तै गरी अब हाम्रो यो जमगुन लोटो थाए एक किसिमको गुरुहरू पनि एक किसिमको के हो त भन्दा उहाँ पनि एक किसिमको यो रङदोङ सेन्दोङ चाहिँ एक किसिमको एकै दृष्टि एउटै नै हो एउटा बताउने क्रममा अनि फरकमा फरक भए तापनि वास्तविक एकै नै हो भने त्यो बताउनु स्वीकार गर्नुहुन्छ उहाँ अर्थात् निष्पक्षवादी त्यही कारण त्यसको प्रभावले गर्दाखेरि पछिल्लो आउने विद्वानहरूलाई पनि अत्यन्त प्रभाव पर्न गएको थियो यो अनि सत्यता हो भन्ने बताउनु भएको छ होइन यो परमार्थ कुराहरू चाहिँ यो सत्यता हो भन्ने कुरा चाहिँ यो दोस्रो चक्र प्रवचनमा
हैन बुद्धले दिनुभएको प्रवचनमा बताएको त्यो कुरा हो कि होइन भने त्यसमा चाहिँ अब अनि त्यो हो कि होइन भन्ने कुरा उठ्छ। अब यो दोस्रो चक्र वचनमा चाहिँ बताउनु भएको चाहिँ यो सबै अब सत्यता चाहिँ अब रोग रेखिएको छ त्यसमा अब स्वीकार गरिएको छ। त्यो सत्यता चाहिँ के हो त भन्दाखेरि जुन स्वभावै सत्यता भएको एक किसिमको सबै हामीले जे देखिएको कुरा चाहिँ सत्यता हो, मनले रचिएको जस्तो सत्यता हो भने एउटा काल्पनिक कुराहरू चाहिँ सत्यता होइन भने यसरी त्यो रोकिएको हो। त्यो त्यो मात्र नभएर अब एक किसिमको के हो त एक किसिमको 다 런중 이시 디 सबै 디싱이 शून्यता पनि सत्यता होइन होइन सबै शून्य नै हो भन्ने बताएको छ। तर रामजुन दोर्जेले चाहिँ के बताउनुहुन्छ त भन्दाखेरि मनको स्वभावता चाहिँ शून्यता हो। शून्यता चाहिँ कहिले पनि यो अब परिवर्तन हुँदैन, यो चाहिँ पहिलेदेखि नै सत्यता हो। त्यस्तै गरी अब स्थिरता पनि रहेको छ होइन। त्यस्तै गरी अब स्थिरता हो, शान्तिमय हो, त्यही कारणले यो चाहिँ कहिले पनि हराउँदैन भन्ने यसरी बताउनु भएको हुँदाखेरि अनि अनि स्वभाव त अथवा स्वभाव त ज्ञान अर्थात् स्वयं ज्ञान चाहिँ अनि अनादिकालदेखि नै यो विमल भएको कुनै पनि मलले नछुएको भएको हुनाले अनि रामजुन दोर्जेलज्यू सत्यता हो, यो स्थिरता हो, यो स्वस्तिक हो भनी यसरी बताउनुहुन्छ। त्यो बाहेकको अब जुन गन्धहरू जुन सुगता गर्भलाई टाँसिएको विभिन्न यो समृद्धि कुराहरू व्यावहारिक कुराहरू चाहिँ यो सत्यता होइन, यो चाहिँ परिवर्तनशील छ भन्ने यसरी समृद्धिको कुरा र परमार्थको कुरा यसरी उहाँले छुटाउनु भएको छ। त्यही कारणले राङजुन दोर्जे चाहिँ उहाँले अब यो 4-5 प्रकारको भूमिहरू चाहिँ उहाँले धेरै अध्ययन गर्नुभएको अभ्यास गर्नुभएको एउटा गुरु रहेको छ। हाम्रो यो काइजु सम्प्रदायमा चाहिँ एउटा पहिलो यो मैत्रीय धर्म अनि हाम्रो काइजुबा होइन समग्र काइजुबामा चाहिँ जम्छु अर्थात् मैत्रीयको धर्मलाई अनि अनुवाद गर्ने अर्थात् यसलाई यसको ठिक व्याख्या गर्ने चाहिँ उहाँ प्रथम पुरुष हुनुहुन्थ्यो। 저보 실업 견습마다 저보 실업 견습을 진빈다 심점바 저보 실업 견습광 러니 심점바 이버 시리요 말 심점바 이버 잔 켈레 वहाँ अब सिरप क्या चाहिँ विद्वान चाहिँ उहाँले चाहिँ अब उहाँ पनि विज्ञान अनि विज्ञानवाद भन्नुहुन्न उहाँले अब अनि समग्र अब यो सिद्धान्तको कुरा गर्ने हो भने चाहिँ अब उहाँले चाहिँ विज्ञानवादको कुरा अनि सिद्धान्त दर्शनहरू चाहिँ उहाँले अब यसरी स्वीकार गर्नुहुन्थ्यो। तर उहाँ चाहिँ एक किसिमको विज्ञानवाद होइन भने यसरी अब भन्ने भनाइ पनि छ। अब यो धोल्बोवाले चाहिँ कुन धोल्बोवाले चाहिँ एक किसिमको अब विज्ञानवादको कुराहरू विज्ञान मात्रको कुराहरूको अनि यसरी फैलावट ल्याउनु भयो, त्यसरी एक किसिमको प्रचार प्रसार गर्नुभयो हुँदाखेरि एक किसिमको उहाँले छवि पनि राख्नु भएको थियो होइन, एउटा नाम पनि राख्नु भएको थियो भोटमा यसरी। त्यही कारणले कसैले अब उहाँलाई विरोध गर्ने होइन एक किसिमको समर्थन नगर्ने आलोचना गर्ने पनि बताएको थियो। किनकि अब अनि एक किसिमको यो धुल्बो गुरुहरू एक किसिमको चाहिँ अब यो स्वभावताहरू चाहिँ सत्यता हो स्वीकार गर्ने चाहिँ एक किसिमको सत्यता दर्शनमा नआएको हो भने विरोध पनि आएको थियो। तर अनि कसैले चाहिँ फेरि उहाँलाई अब अनि एक किसिमको अब घरमपाले घरमपाले पनि यसरी अब उहाँले अब के भनेको थियो भन्दाखेरि यो धोल्बा गुरुहरू चाहिँ एक किसिमको अब अनि जुन विज्ञान मात्र चाहिँ एक किसिमको पर शून्यता भन्ने एक किसिमको
नाम मात्रै साटिएको तर वास्तवमा चाहिँ उहाँहरू चाहिँ विज्ञान मात्र एक किसिमको विज्ञानवादकै विज्ञान मात्रामा उहाँ स्वीकार गर्ने हो भने यसरी यो जन यो रौदन गुरुहरूले यसरी बताउनु भएको थियो गोरम्पा गुरुले यसरी बताउनु भएको थियो 심장비 흉디디 용자가 심장비 흉디디 에네 전함 군 가서 저보배기 심장비 흉이 봐 시겨 त्यही कारणले यो जनङबा गुरुहरू दोल्बो शेरब गेल्छन् गुरुहरू चाहिँ यो अब अनि झ्याम्सु मैत्रीय धर्महरू चाहिँ अब यो किसिम विज्ञान मात्रको यो ग्रन्थ हो भने स्वीकार गर्नु हुँदैन उहाँले स्वीकार गर्नुहुन्न अब त्यस्तै गरी अब यो दोल्बो शेरब ग्याल्सेनले भन्नुभएको छ कि यो ऋषि युद्धन ग्याल्स हो भने भित्र चाहिँ एक किसिम के बताएको छ त भन्दाखेरि अब एक किसिमको अभिधर्म सङ्ग्रह स्तरका 5 अब ग्रन्थहरू बसु बन्धुको 30 श्लोक र 20 श्लोकहरू अन्य धेरै यो विज्ञान मात्र भएको ग्रन्थ होइन हैन यो मध्यम मार्गमाको अब यो दर्शनहरू पनि हो भने यसरी उहाँले अब बताउनु भएको छ कसैले चाहिँ अब यो अनि अनि अब यसमा विभिन्न गुरुहरूको राय रहेको छ हैन यो मैत्रीयको 5औं धर्म चाहिँ ग्रन्थहरू चाहिँ किसिमको कसैले अब मध्यमकर विज्ञानको सबै अब मिसावट भएको सबैको अब मिलाएको नि स्वीकार गरिन्छ कसैले चाहिँ अब यो मायानको मध्यमकाको मात्रै दर्शन हो भनिन्छ भने कसैले चाहिँ विज्ञानवादको मात्रै भनिन्छ भने विभिन्न आफ्नो रायहरू मात्र रहेको छ त्यही कारणले गर्दाखेरि अब यो अनि कसैले अब फेरि विरोध पनि गर्दछ किनकि अब यो दर्शन चाहिँ एक किसिमको मध्यमकामा रहे तापनि अब उहाँले अब बताउने क्रममा चाहिँ विज्ञान मात्रसँग मिलाएर यसरी बताउनु हुँदाखेरि त्यो चाहिँ गलत हो भने यसरी विभिन्न भोट विद्वानहरूले बताउनु भएको छ यसमा अनि अनि हालको विद्वानहरूले एक किसिमको के हुनु भन्छ एक किसिमको यो मैत्रीय धर्महरू चाहिँ यो विज्ञानवादको कुराहरू होइन विज्ञान मात्रै भन्नु सकिँदैन विज्ञान मात्रको ग्रन्थहरू होइन यसमा विभिन्न मध्यमकाको दर्शनहरू भावनाहरू चर्याहरू लेखिएको हुँदाखेरि यो विज्ञानवादको मात्रै भन्नु मिल्दैन भने यसरी विभिन्न विद्वानहरूले पनि बताउने गर्नुहुन्छ अब यो तरनाथ भने गुरु एक किसिमको के हो त भन्दाखेरि अब भारतको अब इतिहास अब भनौँ न भारत धर्मको इतिहास होइन धर्म इतिहास वा यो तरनाथ लेख्नु भएको हो होइन इतिहासमा अत्यन्तै अब विद्वान दक्षता हुने गुरु हो यो जो तरनाथ चाहिँ त्यही कारणले अब उहाँले के भन्नुहुन्छ भन्दाखेरि उहाँले यो सिन्धोङको विषयमा बताउने कुराहरू त यो त्यस्तै गरी अब यो धुलबुवाले बताउने कुराहरूमा अलिकता सिन्धोङको विषयमा चाहिँ अलिकता राय मिलेको छैन उहाँले चाहिँ अब एक किसिम के हो त भन्दाखेरि अरे आशंका लेख्दैन चाहिँ अरूहरू चाहिँ अब यो अनि विज्ञान मात्रै अब स्वीकार गर्ने हो भने उहाँले अब होइन भने अब समर्थन अब भनौँ न विज्ञानवादमा समर्थन गर्नुभएको थिएन भने यसरी उहाँले बताउनु भएको थियो
삼삼 디기 탄이 비주 나단 디기 니주 카시 세보면 다 된지기야 강해지 용되기 어려 자외 차네 전화 지준기 로빈 यो 로덴다 로빈 최경 त्यस्तै गरी यो हैन जनङ भनौँ न एक किसिमको यो दलबा गुरुल चाहिँ एक किसिमको विज्ञानवाद विज्ञान मात्रै हो भने यस्तो बदन जस्तै छ कि भने पनि यो शब्दहरूले देखाइन्छ किनकि उहाँहरूको यो टिकाहरूमा यसरी खुलासा गरेको जस्तो देखिन्छ हैन दिगनागा असँग त्यस्तै गरी अब यो यसरी लेखिएको छ जो तर नथको अब मत अनुसार चाहिँ अब अरे आसँगहरू चाहिँ विज्ञानवादको एउटा आचार्य विज्ञान मात्रै यसरी हो भने अनि अब त्यसको विज्ञानवादको गुरुहरू हो आचार्यहरू हो भने पनि यस्तो देखाएको जस्तो मलाई लाग्छ यो जो तर न त गुरु चाहिँ एक किसिमको अब इतिहासमा अत्यन्त प्रचुर दक्षता भएकोले अब जे पनि उहाँले बोल्नु हुन त्यही कारणले त्यसमा पनि हामीले अब अनुसन्धान गर्नु अत्यन्त जरुरी छ अब यो अब धुल्बो पछि त अब शाक्य चौधन भन्ने गुरु आउनुभयो अब उहाँले कसरी पतन हुन्छ त भन्दाखेरि अब उहाँ चाहिँ अब शाक्य चौधन एकदम महान विद्वान हो भने पनि अब हामीले बुझ्नु पर्दछ उहाँ चाहिँ विद्वानहरू मध्ये पनि सूत्र तन्त्रको 3 सबैभन्दा विद्वानहरू मध्ये एक थियो उनी 7औं कर्मपर 4थौं श्यामरसँग जोडिएको महान विद्वान थियो उहाँ चाहिँ अब शाक्य परम्परामा उहाँले अब अध्ययन गर्नुभयो तर शाक्य भन्दा काग्यु र झुनङ लगायत अन्य वंशहरूमा उनको प्रभाव बढी थियो अत्यन्त अब भनौँ न काग्यु र झुनङमा अत्यन्त प्रभाव वंशहरूमा उनको प्रभाव बढी थियो त्यही कारणले आफ्नो जीवनको पहिलो भागमा चाहिँ उहाँ राङदोङ हुनुहुन्थ्यो भने तर पछिल्लो भागमा उहाँ चाहिँ सेन्दोङ बन्नुभयो उनले के बताउनु भयो त भन्दाखेरि अब उहाँले चाहिँ अब 2 प्रकारको अब यो मध्यमका छ भन्ने भन्नुभयो एउटा चाहिँ के भन्दा एउटा चाहिँ अब यो योगचरा मध्यमका हुन्छ अर्को चाहिँ अब अनि अस्वभाव त अनि मध्यमका हुन्छ भन्ने उहाँले बताउनु भएको छ यसरी उहाँले नाम राख्नु भएको छ उनले योगचरा मध्यमका र अर्को चाहिँ अब एक किसिमको अब अस्वभाव त भन्ने यसरी बताउनु भयो अब यो योगचारको माध्यमको चाहिँ एक किसिमको राखिनु भयो त यो अरे आसँग राख्नुभयो अब एक किसिमको सेन्दोङपा राङदोङपाको अब उहाँ उदाहरण को राख्नु भयो त भन्दै शान्त रक्षितर उहाँ राख्नुभयो यो चाहिँ अब आफ्नै अब यो पेन्जिङ शाक्य चौधन गुरुको आफ्नै अब असामान्य अब भाव हो कि मलाई जस्तो लाग्छ उहाँले अब उहाँ यसको अब एउटा टाउको दुःख के छ त भन्दाखेरि एउटा मन मात्र विचार मात्र भन्ने बित्तामा एक किसिमको अनि 4 सिद्धान्तको त्यसलाई बुझ्नु पर्दछ तर 4 सिद्धान्त भनौँ न बौद्ध सिद्धान्त मध्येमा कुनैलाई बुझ्नु पर्दछ तर त्यो भित्र मन मात्र भन्दैमा एक किसिमको विज्ञान मात्रै त्यस्तै गरी अब योगचारालाई भने त्यसलाई चाहिँ अब त्यो हो भन्नु सकिँदैन भने यसरी बताउनु भएकोले त्यसमा अलिकता हामीले सोच्नु पर्ने र अलिकता अनुसन्धान गर्नुपर्ने रहेको छ अब खास गरी अब विज्ञानवादमा अब 2 प्रकारको होइन अब विज्ञान सत्य विज्ञानवाद र असत्य विज्ञानवाद भनौँ न एकजना
हैन यो राखिएको छ तर उहाँले के भन्नुभएको छ भन्दाखेरि यो अनि विज्ञानलाई सत्यता र असत्यता भन्ने चाहिँ यो भारतवर्षमा चाहिँ उत्पन्न भएको छैन भन्नुभएको छ उहाँले के भन्नुभएको छ भन्दाखेरि यो नाम र अर्थ मिलेको अब यो अनि असत्यवादी अब विज्ञानवादी को हो त भन्दाखेरि छेन्दोङपा हो भन्ने यसरी उहाँले बताउनु भएको छ त्यही कारणले यो चाहिँ यो गोचारा अब विज्ञानवादलाई बुझ्नु पर्दछ भन्ने यसरी उहाँले बताउनु भएको छ अर्को चाहिँ के छ भन्दाखेरि अब उहाँले अब मध्यमका र यो गोचारा विज्ञानको कुरा चाहिँ फरकमा के राख्नु भएको छ त भन्दा उहाँले अब यो विज्ञान सत्यता बताउने चाहिँ यो विज्ञानवाद हो पनि अब स्वसम्भेपता ज्ञान चाहिँ अब यो अनि सत्यता बताउने चाहिँ अब एक किसिमको यो गोचारा विज्ञानवाद हो भने यसरी बताउनु भएको छ त्यसै गरी यो विज्ञानवादमा त्यस्तै गरी अब यो तीन प्रकारको लक्षणहरूमा तपाईँको त्यस्तै गरी अब यो परतन्त्र स्वभावहरू चाहिँ अब सत्यता हो भने यो विज्ञानवादको कुरा हो भने त्यो एक किसिमको चाहिँ अब मायाजाल जस्तो एक किसिमको असत्य हो भने चाहिँ अब यो गोचारा सेन्दोङपाहरूले बताउनुहुन्छ भन्ने यसरी बताउनुहुन्छ यो साके छोदेनले यसरी बताउनु भएको छ अरूभन्दा भिन्न तर सबैले बुझ्ने हिसाबले यसरी बताउनु भएकोले उहाँ चाहिँ एक किसिमको भनौँ काग्यू सम्प्रदाय र झोलङसँग अत्यन्त नाता र गाढा नाता हुनु पुगेको छ भने उहाँ एकदम विश्वविख्यात अनि गुरु पनि पर्दछ 다소 다들 benzi 샤조다 되부베기 양 송당면데 치가려서나 우마베기 로벤 센데디즈기 통내 yapsel야 अब यो धोल्बुवा गुरु र यो साके छोदे गुरुको अब अलिकता राय नमिल्ने अलिकता उहाँको अब स्वीकार गर्ने चाहिँ बेग्लै बेग्लै छ अब कसैले चाहिँ अब एक किसिमको विज्ञानवादको कुराहरूमा अब यो धोल्बुवा गुरु र यो साके छोदे गुरुहरू चाहिँ अब एक किसिमको विज्ञानवाद हो भने कसैले अब विरोध गरेको छ कसैले विरोध गरेको छैन भने यसरी अब बताउनु भएको छ आफू गुरुहरूले अनि 다한신기 다자다 링딘제라 소베기 अब यो चन्द्रकृति त्यस्तै गरी लेख्दिन्छे गुरुहरूले किसिमको आर्य आसङ्गले विभिन्न यो मैत्रीयको धर्महरू यसरी बताउने क्रममा अनि विज्ञानवादको कुराहरू बताउनु भएको छ विज्ञान मात्रको कुराहरू बताउनु भएको छ त्यो विज्ञानवाद मात्रै हुँदैन भने यसरी विरोध गर्नुभएको छ त्यही कारणले अब यो अनि धोल्बुवा गुरुले चाहिँ अब यो मध्यमको आचार्य गुरुहरूलाई चाहिँ अब भनौँ न गुरुहरूले अब यो आर्य आसङ्गद्वारा यो रचना गर्नुभएको यो विभिन्न विज्ञानको कुराहरू बताउनु भएको छ यो चाहिँ मैले विरोध गरेको छैन भनेको छ तर साके छोदे गुरुहरूले चाहिँ एक किसिमको यो लेख्देन्जे भए विवेक त्यस्तै गरी अब चन्द्रकृति होइन यो आसङ्ग
ले बताउनु भएको विभिन्न अब यो विज्ञानवादको कुरा चाहिँ त्यसमा बताउनु भयो त्यो चाहिँ अब यो अब उहाँले अब विरोध गर्नुभएको छ हैन यसरी आफ्नो रहेको छ भन्ने बताएको छ त्यस्तै गरी विभिन्न भनौँ न अब स्याके छोड्ने गुरुले अब एक किसिमको चन्द्रकृति र अनि लेख्दैनजे भय विवेक आदिको अनि आदिल भनौँ न यो उहाँहरूले चाहिँ आर्य असङ्गको भनौँ न अनि त्यसै वसु बन्धु अनि मध्यमका होइन भन्ने पनि बताएको छ त्यतिले मात्रै अब होइन अनि मध्यमको होइन भन्नु सकिँदैन त्यही कारणले गर्दाखेरि अनि उहाँहरूले चाहिँ अब यो आर्य असङ्ग त्यस्तै गरी अब होइन उहाँ चाहिँ अब स्वभावता अनि को विषयमा बताउने होइन अनि बताउने अब यो कुनै पनि अब विद्यमान नभएको अनि तल पतन भएको हो भने यसरी बताउने अब विभिन्न त्यस्तो हुन सक्ने सम्भावना छ भने यसरी बताउनु भएको छ अब भोटमा चाहिँ अब आफ्नै खुट्टामा उभिनु सक्ने अब विभिन्न यो विज्ञानवादको कुराहरू त छैन होइन किन यो विभिन्न अब भारतवर्षमा विभिन्न अब भइरहेको कुराहरूलाई अब अनि आइरहेको कुरालाई अब भोटमा आउँदा धेरै नै अब विकृति हुनु पुग्यो विकृति हुनु पुग्यो अब यो विज्ञानवाद र त्यस्तै गरी यो सेन्दोङपाको एउटा सिद्धान्तहरू आउने स्रोतहरू प्रायः एउटा नै भएको मैत्रीय धर्म नै सुन्नु पुगेको हुँदाखेरि अनि यो त्यति स्पष्ट नभएकोले अब कुन चाहिँ अब एउटा सत्यता हो भने त्यसलाई हामीले अनुसन्धान गर्नु अत्यन्तै जरुरी छ त्यही कारणले यो विज्ञानवादको कुरालाई यो सेन्दोङपाको यो मूल स्रोतहरू ग्रन्थहरू अनि एउटै भएकोले एउटै रहेको छ तर पनि यो सेन्दोङपाको विभिन्न गुरुहरूले हैन परम्परागत गुरुहरूले अब यो सेन्दोङपा गुरुहरूले अब उहाँहरू चाहिँ अब विज्ञानवाद कदापि विज्ञान मात्र हो भने कदापि स्वीकार गर्नुहुन्न यो अब सेन्दोङपाले चाहिँ अब विज्ञानवाद होइन अब स्वीकार गर्नुहुन्न स्वीकार गर्नु मान्नुहुन्न यसको अब किन त भन्दाखेरि मलाई यस्तो लाग्छ कि एउटा होइन मेरो सोचमा चाहिँ सेन्दोङपाले चाहिँ अब विज्ञानवाद स्वीकार गर्नु नगर्नुको कारण चाहिँ के हो त भने पहिला चाहिँ के हो त भन्दाखेरि अब भोटमा हो भने अब मायानको सिद्धान्त भइसकेपछि अब कि त अब मध्यमका हुनुपर्छ कि त अब विज्ञानवाद नै हुनुपर्ने एउटा विभिन्न अब राय मत भावना रायहरू रहेको छ होइन त्यही कारणले अब महायानको अब सिद्धान्त भयो भने अब के हो त भन्दाखेरि अब विज्ञानवादको त भन्दैन अब मध्यमकै अब त्यो स्वीकार गर्छ त्यसै कारणले गर्दाखेरि अनि त्यसै कारणले गर्दाखेरि यो अनि मध्यमका होइन भने अब हामीले भन्नु सकिँदैन किनकि अब भोटमा मध्यमकाको दर्शनहरू अत्यन्त फैलिएको हुँदाखेरि होइन अनि यो विज्ञानवादको दर्शन त अब एक किसिमको निष्कर्षमा टुङ्गिने गन्तव्यको एक किसिमको टुङ्गिने दर्शन त स्वीकार गर्दैन त्यसै कारणले गर्दाखेरि उहाँ मध्यमका हो भन्ने कारणले गर्दाखेरि अनि यो एउटा अनि मध्यमका हो भन्ने अब एउटा भन्नु पर्यो किनकि भन्दाखेरि एउटा देश परिस्थिति काल त्यस्तै गरी अब एउटा सामान्यमा त्यसरी भन्नुपर्ने हुँदाखेरि त्यसलाई अब अनि मध्यमका भन्ने अब
भनाइ पनि छ हैन एउटा समाजको एउटा कुराले गर्दाखेरि अब मध्यमको भन्नु पर्यो अब दोस्रो कारण चाहिँ के हो त भन्दाखेरि अब भोटमा चाहिँ भारतदेखि विज्ञानवादको अब विद्वानहरू पाल्नु भएको छैन हैन अब थाङ सेन्जङ अब गुरु जस्तो अब एउटा हामीले उदाहरणको लागि हैन अब विज्ञानवादको कुराहरू अब सिक्नुको लागि अध्ययन गर्नुको लागि भारतमा पाल्नु भएर पनि हैन विज्ञानवादको अब अध्ययन गर्नुको लागि अब भारतमा पाल्नु भयो तर पनि भोटमा पाल्नु भएर उहाँले विज्ञानवादको कुरा अब उहाँले अब अनि एक किसिमको अब भनौँ न त्यसै गरी यो सेन्जङ गुरु जस्तै अब अर्को मान्छेहरू अब तिब्बतीय गुरुहरू एक किसिमको अब भारतमा अब पाल्नु भएको थिएन अब पाल्ने त्यस्तो पाएको थिएन त्यही कारणले अब भोटमा विज्ञानवादको कुरा त्यति नै फैलिएन हैन त्यही कारणले अब यसको मुख्य अब कारणहरू अब यो स्पष्ट थिएन त्यसै कारणले गर्दाखेरि यो अनि तिब्बतमा सेन्डोङ त्यसै गरी मध्यमवर्गको रूपमा अनि अब स्पष्ट नभएको र त्यस्तै गरी अब स्पष्ट नभएको कारणले गर्दाखेरि अब दुवैको मूल स्रोत उत्पन्न हुने ठाउँै अब यो के भयो त भन्दाखेरि यो मैत्रीय धर्म रहेको छ त्यसै कारणले गर्दाखेरि अनि यसको मूल स्रोत नभएपछि अब त्यसलाई जे पनि अब भन्नु सक्ने हैन यसलाई टीका लगाउन सक्ने हुँदाखेरि स्पष्ट नभएको कारणले गर्दाखेरि अब यो अनि यो भोटमा चाहिँ अनि सेन्डोङबा गुरुहरूले एक किसिमको अनि हामी विज्ञानवाद हो भनौँ नसकेको कारण जस्तो मलाई लाग्छ अब तेस्रो कारण चाहिँ अब विज्ञानवादमा पनि एक किसिमको के हो त भन्दाखेरि अनि सुगत गर्भवादलाई अनि अब यो सुगत गर्भको विषयमा म भोलि पछि कुनै दिन बताउने छु त्यही कारणले गर्दाखेरि यो दुवै पक्षमा सेन्डोङमा पनि त्यस्तै गरी विज्ञानवादमा पनि सुगत गर्भलाई वाद गर्ने सुगत गर्भ छ भने दुवै पक्षले बताएको छ अब एउटा विद्वान लोदेन सो कुरा अब गर्ने हो भने उहाँ अब सुगत गर्भमा वाचन गर्ने अत्यन्तै विद्वानै हो हैन अब यो त्यस्तै गरी अब विद्वान स्मृति मती स्थिर जस्तो अब उदाहरणको लागि उहाँ चाहिँ अब सुगत गर्भ विषयमा बताउने अत्यन्तै अब विद्वान रहेको छ हैन अब यो सुगत गर्भको विषयमा अब दुवै नै अब पक्षले स्वीकार गर्ने हुँदाखेरि एउटामा अब आफूले अब राम्रोसँग बुझेन भने झन् सेन्डोङमा त यसको त बुझ्नु गाह्रो नै हुन्छ त्यही कारणले विज्ञानवादमा भएको कुराहरूलाई अब अत्यन्तै अब हामीले त्यसमा निहालेर हेर्नु पर्दछ यदि त्यसलाई अब हामीले बुझेन भने अब हामीले यो सुगत गर्भको विषयमा बुझ्नु सक्दैन हैन अनि दुवैमा अत्यन्त अब मिल्ने कुराहरू पनि छ हैन नमिल्ने कुराहरू पनि छ त्यो भन्दा पनि अब मिल्ने कुराहरू अत्यन्त ज्यादा भएकोले अनुकूलता कुराहरू ज्यादा भएकोले अब जुन त्यसलाई चाहिँ राम्रोसँग अब निहालेर आफूले जानेन भने अब विज्ञानवाद भन्दा भन्दै एक किसिमको अब के हो त एक किसिमको अब यो अनि
सुगता गर्भको वाद हुनु जाने सुगता गर्भ छ भने यसो बोल्दा बोल्दै फेरि विज्ञानवादको दर्शनमा फेरि छुनु पुग्ने त्यस्तो हुँदाखेरि अनि अत्यन्त अन्यलमा परेको हुँदाखेरि अनि यो दुबईले छुटाउनु गाह्रो छ किनकि दुबईको स्रोत एउटै नै भएको छ हैन त्यसै कारणले जुन विज्ञानवादमा बताएको कुराहरू यो सुगता गर्भ बताएको कुराहरूले आफूले भिन्नता छुटाउन सकेन राम्रोसँग बुझिन भने अब दुबईमा अब आफूलाई धेरै अब समस्याहरू उत्पन्न हुने जस्तो मलाई लाग्छ यदि अनि भोटमा चाहिँ यदि तिब्बतमा सेन्दोङहरू मध्यम मार्गको रूपमा जिद्दी नभएको भएर आफूलाई छुट्टै बुद्ध प्राकृतिकको विद्यालयको रूपमा दाबी गर्ने हो भने मलाई लाग्छ कि परिस्थिति फरक हुन्थ्यो वास्तवमा म यसबारे हैन अब यसमा अब यसलाई मध्यमका भन्नु अब नभनी हुँदैन किनकि अब यो विज्ञानवादको कुरा पनि आउँदैन अब सिद्धान्त कुरा गर्ने हो भने अब चार प्रकारको सिद्धान्त बाहेक छैन हैन तर यो अनि चार प्रकारको सिद्धान्त बाहेक नभइसकेपछि अब उहाँ अब मायानको दर्शनलाई अब मध्यमका बाहेक विज्ञानवादको दर्शन चाहिँ अब जुन अब सत्य र एक किसिमको निष्कर्षमा टुङ्गिने यो दर्शन मानिँदैन त्यसै कारणले गर्दाखेरि उहाँ चाहिँ अब यो विज्ञानको कुरा बताए तापनि अब सेन्दोङ भएर चाहिँ किसिमको अब मध्यमका बाहेक अनि उहाँले अब विज्ञानवाद हो भने स्वीकार गर्दै गरिँदैन यो चीनमा चाहिँ यो अनुतर तन्त्र चाहिँ अब यो संस्कृत भाषामा भेटाइसकेपछि अब यो चाहिँ अलिकता अनि यो मायानसँग अलिकता फरक भएको कुरा रहेछ भने यसरी अनि स्पष्ट भएको र भएको हुँदाखेरि अनि अनि त्यो माया नै सिद्धान्तमा पनि अब यो चाहिँ अब मायासँग अलिकति बेग्लै भएको हुँदाखेरि यो चाहिँ अब सुगत गर्भवादको एउटा सिद्धान्त हो भन्नु मिल्ने जस्तो मलाई लाग्दछ तर त्यो मेरो लागि अब एक किसिमको राम्रो जस्तो लाग्छ किनकि त्यो अब विभिन्न किन त भन्दाखेरि अब यो विभिन्न भाषामा यसरी भेटिएको ग्रन्थलाई अघि ल्याउँदाखेरि नयाँ ज्ञानले एउटा उदय स्रोत फैलिने हुँदाखेरि त्यो मलाई राम्रै लाग्छ त्यही कारणले कुनै फेरि अब ग्रन्थमा चाहिँ अब चारवटा सिद्धान्त बाहेक अब पाँचवटा हुँदैन भन्ने रहेको पनि छ तर त्यो अब एउटा विद्वानहरूको एउटा स्वीकार गर्ने तरिकाहरू होइन एउटा थेरावादमा अब सर्वगायनमा 17-18 छुट्टिनु यसरी वर्गीकरण भएको छ भने अनि मायानमा यसो 4-5वटा नहुनु किन नहुनु होइन त्यति गलतहरू केही देख्दिनँ मैले होइन त्यही कारणले गर्दाखेरि त्यही कारणले अब यसलाई अब यो सुगत गर्भको वाद एउटा यसको छुट्टै एउटा सिद्धान्त हो भने अब बताए पनि त्यति गलत त्रुटि हुने मैले देखिएन त्यही कारणले यो अनि यसको विषयमा पछि फेरि अब चर्चा गरौँ ल यो अब सेन्दोङको दृश्यको भनौँ न अब दृश्य अर्थात् दर्शनको बारेमा होइन झनाङ मात्र नभएर काग्यु साक्या निङमा व्यापक रूपमा फैलिएको छ यसले वास्तवमा तिब्बतमा फैलिएको मन मात्रै विज्ञान मात्र अनि भनौँ न विद्यालयहरूमा मद्दत नगरे पनि मुख्य यसलाई चाहिँ अब विज्ञान मात्र भन्ने अब ग्रन्थहरूमा मत्रियाको धर्महरूमा अब धर्महरू फैलाउन यो धेरै लाभदायक थियो
따와 디 애니 벽의 추규 폐질 시갈로 나다 등산 용수 잡았다 추규 시갈로 यो shendongko yo darshan चाहिँ यो चार प्रकारको यो चार प्रकारको यो परम्परामै दुवै सबै भनौँ न यो कायु गेलु निमा सके सबैमा यो व्यापक रूपमा यो फैलिएको छ अब यो वास्तविकमा यो अब यो यो चारैवटा परम्परालाई फाइदा र लाभ भएको छ है फाइदा भएको छ त भन्दाखेरि अब त्यति फाइदा भएको जस्तो मलाई लाग्दैन हैन किनकि अब यो विज्ञानवादको सिद्धान्त होइन पनि भनेको छ तर यो मध्यमका नै हो भनेको छ हैन त्यही कारणले गर्दाखेरि अब अनि अब सिद्धान्तको कुरामा अब धेरै अब चर्काचर्की अब विरोध अब नमिले त फाइदा नभए तापनि यो मैत्रीय धर्महरू असँग त्यस्तै गरी अब आर्यसँग यो वसुबन्धुहरूले फैलिनु भएको धर्म चाहिँ फेरि एकदम फैलोटा प्रचार प्रसार भएकोले अत्यन्तै फाइदा भइरहेको छ त्यही कारणले यो सूत्र तन्त्र जे भए तापनि अब ज्ञानवादको कुरा र सेन्दोङपाको एउटै स्रोत हैन आउने खानी एउटै मूल स्रोत एउटै भएकोले अनि यो सेन्दोङ र एक किसिमको अब सेन्दोङबाट विज्ञानवाद अत्यन्तै अब सम्बन्ध भएको मलाई जस्तो लाग्छ भोलि चाहिँ अब म यसको के बताउँछु भन्दाखेरि भोलि चाहिँ अब यो दर्शनको विषयमा त्यसै गरी यो भावना हैन दर्शनको प्रभावले गर्दाखेरि भोटमा कसरी यो विज्ञानवादहरू फैलिएको थियो विज्ञान कसरी फैलिएको थियो भने हैन यो मैत्रीय धर्म कसरी प्रभाव पर्यो त भोटमा कसरी फैलिएर गएको थियो यसको प्रभाव कसरी भयो त भन्ने विषयमा बताउने छु अनि त्यसको विषयमा भोलि बताउनेछु विज्ञानवादसँग सम्बन्ध मध्यमकासँग सम्बन्ध सिन्धुको विषयमा बताउनेछु भोलिको कुरामा Jagad